घर गाउँमा जाँदा सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। त्यति मात्र होइन, बिरामी भयो मृत्यु भयो भने लास लैजाने अवस्था छैन। करोडौँ खर्च गरेर बाहिर गएको छ, लाखौँ खर्च गरेर बाहिर गएको छ, उहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। यदि युवाविहीन नेपाल बनाउने हो भने यो बजेट हामीलाई किन, विभिन्न शीर्षकमा छलफल किन? त्यसकारण रोग के हो, रोगको बारेमा पनि हामी गम्भीर बन्नका निम्ति म आग्रह गर्न चाहन्छु। हामी त युवाविहीन हुँदैछौँ। सम्मानीय सभामुख महोदय, घर गाउँमा जाँदा सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। त्यति मात्र होइन, बिरामी भयो मृत्यु भयो भने लास लैजाने अवस्था छैन। जो छ समाजको बदल बदलिएको छ। बच्चादेखि बुढो वृद्ध मान्छेले सुसाइड गर्ने रेट बढ्दैछ, डिभोर्स रेट बढ्दैछ। त्यसकारण अब सन्तान जनसङ्ख्याको वृद्धि दर माइनस हुँदैछ। यो मुलुक कता जाँदैछ? अब हामीले राज्यले नै यतापट्टि चिन्तन गर्ने अवस्था छ। सभामुख महोदय,